नमस्कार मेरो प्यारो दर्शकहरूलाई आज मेरो धेरै दिनको बादमा मेरो भरोसा एग्रो ब्लगको युट्युब च्यानलमा स्वागत गर्दैछु। हजुरलाई आज एउटा नयाँ फलको रुख लिएर आएको छु आजको हाटबाट। त त्यो फलको रुखको नाम चाहिँ हाम्रो हिन्दी भाषाबाट चाहिँ सफेदा भन्दो रहेछ, हाम्रो अङ्ग्रेजी भाषाबाट चाहिँ चिकु भन्छ। अनि त्यो फ्रुटको मैले आज ग्राफ्टेड प्लान्ट लिएर आएको छु, साथै सानो फ्रुट पनि भइरहेको छ त्यहाँ। त्यो फल लिएर आएको छु, म तपाईँहरूलाई देखाउँदैछु। अब धमाधम फलफुलको रुख रोप्ने बेला भइसकेको छ। आयो फागुन चैत महिनादेखि माघ फागुनदेखि रोप्ने बेला हुन्छ धमाधम। र मैले आज लिएर आएको छु, तपाईँहरूलाई देखाउँदैछु। तपाईँहरूलाई पनि यस्तो फल मैले खाएको त छुइनँ यो फल, तर सुनेको छ हाम्रो गाउँ छिमेकमा, हेरेको एकदमै मिठो हुन्छ अरे, एकदमै गुलियो हुन्छ अरे यो फल। अनि सालमा दुई तिन छिमल फल्दो रहेछ, सफेदा भन्छ। अनि हाम्रो इङ्ग्लिस नामबाट चाहिँ चिकु भन्दो रहेछ, चिकु फ्रुट भन्दो रहेछ। म तपाईँहरूलाई देखाउँदैछु, हेर्नुहोस् ल। हेर्नु सक्नुहुन्छ, यी अघि भर्खरै लिएर आएको यी ग्राफ्ट गरेको जग्गा ग्राफ्टेड प्लान्ट रहेछ। त्यसैले सानैमै फल्न थाल्यो कि यसपालिदेखि फल्न सुरु भएको छ। यस्तो फल्छ, बाहिर फुस्रो हुन्छ, भित्र रातो हुन्छ, सानो मात्रै गुटी हुन्छ यसको भित्र। एकदमै गुलियो जिनिस, गुलियो फल हो यो चाहिँ। घमाइलो जग्गामा रोप्नु भनेको छ र सालमा 2 खेप 3 खेप बाह्रैमासे फल्छ भन्दैछ। हेरौँ अब सफेदा भन्नु कि यसलाई चिकु भन्नु, हुन चाहिँ फल चाहिँ फलै हो। अब यसलाई अब यो गरेर रोप्नुपर्ने छ। मुनि मजाले ठुलो खाल्टा खनेर अनि ठुलो मल लगाएर रोप्नु भनेको चाहिँ। यो चाहिँ मैले यसपालि नयाँ ल्याएको। अब अर्को हप्तादेखि धेरै खालको मेरो फलफुलको बिरुवा अर्डर गरेको छु, आउनेछ। हस्, धन्यवाद। तपाईँहरूलाई पनि यस्तो फलफुल चाहिन्छ भने भन्नुहोस्, एकदम होम डेलिभरी गर्नेछु बिना नाफामा। हस्, धन्यवाद। अनि साथै श्यामलाल प्रधानको फेसबुक पेज हेर्नु नभुलिदिनु होला। हस्, धन्यवाद। राधे राधे।